नमस्ते सम्पूर्णमा सबैजना आराम हुनुहुन्छ होला। शुभ बिहानीसँगै हेर्नुहोस् त, आज म आफ्नो घर नजिकैको एउटा सुन्दर ठाउँमा आइरहेको छु। बिहानीको सूर्यको किरणसँगै आफूलाई पनि मनलाई पनि एकदमै उत्साहित बनाउनको लागि यहाँ म घुमफिर गर्दैछु। यति मिठो यति मिठो ठाउँ छ यहाँ, अत्यन्तै सुन्दर दृश्य पनि र विभिन्न बोट बिरुवाहरू पनि यहाँ उपलब्ध छन्। यहाँ हामी फलफुल पनि खाइरहेका हुन्छौँ बिचबिचमा, किनकि यहाँको फलफुल खान ओके छ। यहाँ जापानिजहरूले नै हामीलाई टिपेर दिनुहुन्छ। एकदमै मिठो यो ठाउँ चाहिँ म आफ्नो म्युजिक क्लिपहरूको लागि पनि युज गरेको थिएँ। अत्यन्तै मलाई मनपर्ने ठाउँ हो यो, त्यसैले म यहाँ आइरहन्छु। हेर्नुहोस् त, कति अनेक धेरै थरीका बगैँचामा फुलेका फुल जस्तै यहाँ पनि फुलहरू फुलिरहेका छन्। अझै दायाँपट्टि साइडको तल्लो भागमा चाहिँ अझै फुलहरू धेरै छन्, तर त्यहाँ म जान अलिक सक्दिनँ, थोरै गाह्रो छ। म बीच बाटोबाट हिँडिरहेको छु। यसको वरिपरि अत्यन्तै मनमोहक दृश्य छ। पानीका धाराहरू लगायत धेरै खेल्ने ठाउँहरू र पानीको छहारा पनि छ यसको कुनाको बिचमा। एकदमै मनपर्ने ठाउँ हो। म यहाँ प्राय आइरहन्छु। म दिनको दुई तिन पटक छुट्टी हुँदाखेरि यसलाई म भ्रमण गर्ने गर्दछु। यहाँबाट देखिने दृश्य, यहाँबाट आउने एउटा यो मिठो सुगन्ध फुलहरूको म सधैँ यहाँ लिन आइरहन्छु। हजुरहरूलाई पनि किन नदेखाउने त भनेर यसरी मैले आफ्नो मोबाइलको क्यामेरामा कैद गर्न पुगेकी छु। अनि यो अत्यन्तै मलाई मनपर्ने ठाउँ अनि म सधैँ आइरहने। हजुरहरू पनि आउनुहोस् है त। जापानको सहरमा पनि अत्यन्तै मनमोहक ठाउँहरू धेरै छन् र यो पनि मेरो लागि एक हो, किनकि यो सधैँमा आउन सक्छु, यहाँ उपस्थित हुन सक्छु र आफूलाई एकदमै प्रफुल्ल बनाई घर फर्किन सक्छु। सल्लाहको रुखहरू छ होइन, सो बस्ने ठाउँहरू, ढुङ्गाहरू छ, सबै कुराहरू आफूलाई एक्सर्साइज गर्न मन लाग्यो भने पनि यहाँ आउन सकिन्छ। र यहाँ म टिकटकको लागि पनि विशेष आउने गर्दछु। अत्यन्तै मिठो मनमोहक दृश्य छ। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला, प्रतिक्रिया छोडिदिनु होला, आफ्नो लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। धन्यवाद।